तपाईले निर्देशन गर्ने तपाईले बनाउने फिल्मको भनेर हैन व्यापक विरोध भएको छ अख्तियार उजुरी पनि परेको छ यस सन्दर्भमा कतिको अनभिज्ञ हुनुहुन्छ या विज्ञ हुनुहुन्छ के हो तपाईले किन मुसियो यसरी हैन मलाई प्रस्ताव गर्ने त सृजनात्मक बाटोबाट प्रस्ताव गरिन्छ निर्देशक हैन उहाँले एज अ राज्य समान एउटा सानो गेस्ट अपियरेन्स गर्नु पर्यो भन्नुभयो मेरो जानकारमा त खालि प्रोड्युसर हुनुहुन्छ डाइरेक्टर हुनुहुन्छ उहाँले सिर्जनाको कुरा गर्नुहुन्छ कसरी उहाँले स्लो साधन जुटाउनु भएको छ त्यो चाहिँ मलाई थाहा भएन त्यसमा त्यो मामला चाहिँ अलिक विज्ञान छु यस विषयमा दर्शकहरूलाई अनि अरू सञ्चारकर्मी साथीहरूलाई थप स्पष्ट बनाइदिनु न किनभने एकतर्फी समाचारहरू पनि आउँछन् हैन दुईतर्फी तपाईले बोलेपछि अझ होला थप केही भन्न चाहनुहुन्छ यही सन्दर्भमा अनि मलाई त्यही प्रोड्युसर र डाइरेक्टरले अप्रोच गर्नुभयो उहाँले आफ्नो प्रोजेक्टको बारेमा भन्नुभयो आफ्नो सिर्जनाका कुराहरू गर्नुभयो यो उद्देश्यले गर्न उद्देश्य पनि राम्रै लाग्यो मेरो प्रश्न चाहिँ के साथै उहाँले म एज अ राज्य समाजले महोत्सवमा आएर सन्देशमूलक चाहिँ कुराहरू भनिदिने भनेर भन्नुभएको थियो त्यो हिसाबले मलाई ठिकै लाग्यो विषयवस्तु पनि ठिक लाग्यो इस्यु पनि ठिक लाग्यो उहाँले कसरी त्यसलाई चाहिँ प्रायोजन गर्नुभएको थियो कस्तो हिसाबले चाहिँ त्यसलाई अगाडि बढाउनु भएको थियो त्यो डिटेल चाहिँ मलाई थाहा अब दाइको निर्देशनमा फिल्म चाहिँ हामीले हेर्न कहिले पाउँछौँ दाइ तपाईँको समकालीनको धेरैले निर्देशन गर्नुभएको छ तपाईँको निर्देशनमा हामीले कहिले हेर्न पाउँछौँ 25 वर्ष पुग्यो गरिन्छ अनि गर्छ निर्देशन हुन्छ